यो चाहिँ अप मेनुको ब्याकएन्ड हो होइन। यसमा मलाई चाहिँ यसको युआई एकदम राम्रो, एकदम भन्नाले अब इट्स भेरी गुड होइन, भेरी सिम्पल, त्यो भएकोले मैले यो खोजेको हो। यो चाहिँ फर्स्ट पेजमा चाहिँ उसले केही पनि छैन खास, डेली समरी, टोटल सेल्स भनेको एउटा डेट हुन्छ, त्यो अनुसार मन्थली होइन, क्वार्टरली, इयरली चाहिँ यसमा समरी निकालेको हुन्छ। अब यो युज गर्दै जाने बेलामा यसमा नम्बर त बढ्दै जान्छ। एज अ जेनरल रिपोर्ट हो यो चाहिँ होइन। अब मोर रिपोर्ट भन्ने बित्तिकै अर्कोमा पठाइन्छ उसले, तर त्योसम्म अहिले पछि एउटा गरेर जाउँला हामी। यो चाहिँ फर्स्ट भयो। त्यसपछि सेकेन्डमा चाहिँ होम पछाडि अर्डर छ। यो चाहिँ कस्तो भने अर्डर आउने बेलामा सबै अर्डरको लिस्टिङ चाहिँ यहाँ हुन्छ, एभ्री अर्डरहरू होइन। सबै अर्डरहरू रेस्टुरेन्टको सिङ्गल साइट हो यो चाहिँ, सबै रेस्टुरेन्टको अर्डरहरू चाहिँ यसरी आउँछ यसमा होइन। अनि यहीँबाट जस्तै कुनै क्यान्सल गऱ्यो भने रिफन्ड पनि गर्न मिल्छ, क्यान्सल अर्डर पनि गर्न मिल्छ होइन। त्यो जस्तै यहाँबाट हामीले रिफन्ड पनि गर्न मिल्छ होइन। अब कुनै कुनैमा लोयल्टी पोइन्ट हामीले एक्स्ट्रा राखिदिनु पऱ्यो भने पनि राख्न मिल्छ होइन। यो भयो। त्यसपछि आएर थर्डमा मेन्यु, एकदम क्लिन एन्ड सिम्पल छ होइन। मेन्युहरूमा पनि क्याटेगोरी एड गर्ने, यो क्याटेगोरीहरू भयो सबै होइन। त्यसपछि सिङ्गल अब एडभर्टाइजरभित्र यसमा चाहिँ सबै लिस्टेड नै हुन्छ, त्यो क्याटेगोरीमा क्लिक गऱ्यो भने हामी त्यसमा जम्प गर्ने मात्रै हो। जस्तै अब यसमा गयो, एउटा फर्स्ट यसमा एड गऱ्यो, एड प्रडक्ट गर्ने बित्तिकै प्रडक्टको नाम, डिस्क्रिप्सन होइन, यसको प्रडक्ट डिस्क्रिप्सन, नेम भयो, अनि क्याटेगोरी कुन क्याटेगोरीमा राख्नु। अब भेरिएन्टहरू पनि जस्तै यो भेरिएन्ट भन्ने बित्तिकै कस्तो भने जस्तै यो पिज्जाको लागि बनाएको भयो होइन। हाम्रो पनि कुनै अब रेस्टुरेन्टहरूमा स्मल, मिडियम, लार्ज छ भने चाहिँ त्यो भेरिएन्टले एड गर्छ होइन। अब त्योभन्दा पनि बढी भेरिएन्ट एड पनि गर्न सकिन्छ। भेरिएन्टमा गयो भने के भेरिएन्ट एड गर्ने, त्यो यो यता देखाएको चाहिँ एउटा स्याम्पल मात्र भयो यो चाहिँ होइन। यसलाई डिलिट गर्ने, यो चाहिँ एउटा स्याम्पल मात्र भयो। त्यसरी धेरैवटा भेरिएन्टहरू हामीले राख्न सकिन्छ। फर इक्जाम्पल अब ड्रिङ्क्स भने होइन, 8 आउन्स, 16 आउन्स, 32 आउन्स, 48 आउन्स होइन, 60 आउन्स, त्यो एड गर्न सकिन्छ भेरिएन्टहरू। त्यो भेरिएन्ट चाहिँ पछि कुनै प्रडक्टको लागि एड पनि हुनसक्छ, अथवा यसमा चाहिँ अहिले यसको लागि मात्र के भेरिएन्ट छ यदि भयो भने मोडिफायरमा चाहिँ हाम्रो मोडिफायर बनाउन सकिन्छ। जस्तै सेफ स्पेसल के मोडिफायर छ, मोडिफायर एकचोटि ब्याक गएर हेरौँ होइन, यसलाई क्लोज गरेर मोडिफायरहरू चाहिँ यहाँ छ तल होइन। तपाईँले अब यो के को लागि मोडिफायर भनेर मैले बनाइराखेको है चाहिँ समर रोलको मोडिफायर के छ त होइन। समर रोलमा चाहिँ एउटा भेजी र एउटा स्ट्रिम मोडिफायर छ। अब प्रोटिन मोडिफायरमा चाहिँ भेजी, टोफु, चिकन, पोर्क होइन, बिफ, स्ट्रिम। अब यो चाहिँ मोडिफायर एड गर्नु पऱ्यो भने यहाँबाट हामी एड गर्न सक्छौँ, त्यो नाम मात्रै दिने भयो होइन। अनि त्यसमा यदि चार्ज लाग्छ भने वी क्यान एड द्याट त्यो मोडिफायरमा चिकनमा $2 एड गर्यो, पोर्कमा $3 एड गर्यो होइन। यो चाहिँ जतिवटा मोडिफायर बनाए पनि हुन्छ। मोडिफायर चाहिँ हामीले यहाँ नदेखाउने हो, किनभने यो क्याटेगोरी भए पनि त्यो मोडिफायर भएकोले चाहिँ हामीले त्यसलाई नदेखाएको हो होइन। मतलब मेनुमा चाहिँ देखिँदैन, तर हाम्रो उसमा चाहिँ देखिन्छ। जस्तै अब भर्खर हामीले हेऱ्यौँ एडभर्टाइजरको यो भयो, यसमा केही पनि छैन होइन, मोडिफायर केही पनि हुँदैन यसमा, नभएकोमा ठिकै छ, चुज गर्नु पर्दैन। लेबल भयो, अब लेबलमा चाहिँ यो ग्लुटेन फ्री हो कि होइन, अथवा नयाँ प्रडक्ट हो कि, भिगन हो कि, बेस्ट सेलर स्पाइसीहरू हो कि होइन। कुनै प्रडक्टहरू चाहिँ वी क्यानट मेक इट माइल्ड, सो यसमा चाहिँ हामीले स्पाइसी चुज गर्न सक्छौँ। यो चारवटा चाहिँ आई थिङ्क इज भेरी गुड होइन। अब फर इक्जाम्पल अब सेफ स्पेसल छ त, सेफ स्पेसलमा हामीसँग 4वटा आइटम छ। बिबिम्पा भयो, थाहा छ होइन, कस्ट यसरी बाहिर नै राख्ने भयो, भेरिएन्ट छैन यसमा। मोडिफायर चाहिँ हामीले एउटा प्रोटिन, एउटा स्पाइस लेभल चुज गर्यौँ, 2टा मोडिफायर एड गरेको छ। अर्को मोडिफायर एड गर्ने भन्यो भने फेरि हामीले एड गर्न सक्छौँ होइन। फर इक्जाम्पल एड मोडिफायर गऱ्यो, त्यो जुन ग्रुप बनाइरहेको छ हामीले, क्याटेगोरी बनाइरहेको छ, त्यहाँबाट हामी चुज गर्न सक्छौँ। जस्तै अब नुडल प्रोटिन भनौँ फर इक्जाम्पल अहिलेको लागि होइन। अब त्यो भयो भने अब यहीँबाट हामीले यसलाई रिमुभ पनि गर्न सक्छौँ है। यसमा चाहिँ 2टा मोडिफायर। अब यो मोडिफायर कसरी देखिन्छ त उतापट्टि हाम्रो मेनुमा कसरी देखिन्छ होइन। लेट्स सी अब हाम्रो मेनुमा चाहिँ
प्रिभ्यू, लेट्स गो टु प्रिभ्यू। यो प्रिभ्यू पनि हाम्रो जति पनि अहिले बिल्ड भएको छ त्यसलाई यसमा नै चेन्ज गरे हुन्छ। थिङ्क आई लाइक इट। एकदम क्लिन छ कि यो चाहिँ। जस्तै यो सेप्स हामी गयो होइन। अब यसमा सरी यसमा चाहिँ के पनि छैन होइन। बिबिम्बामा हेरेको थियो हामीले। बिबिम्बामा पनि छ एउटा स्पाइस चाहिँ छ जस्तो बिबिम्बामा होइन। छैन रहेछ ओके। मेबी वी टुक इट आउट ओके। हो ओके एक्चुली डिसेबल गरेकोले नआएको भए। र यो चाहिँ प्रिटी मच सेम नै छ हामीले जसरी गरिरहेको छौँ एकछिन अन गर्छ यताबाट किनभने यो मैले अन गरेको चाहिँ छैन यसलाई अनलाइन अर्डरै त्यही भएर नदेखाएको रहेछ चाहिँ। यो चाहिँ अब इनेबल गरेँ हाम्रो यो पछि फेरि जाउँला हामी होइन। अब इनेबल गऱ्यो भने चाहिँ नाउ वी क्यान सी द मोडिफायर्स राइट। बिम्बामा गयो इट्स नट सोइङ। इट्स 245 ओके। एनिवे त्यो मोडिफायर चाहिँ हाम्रो अरू रेस्टुरेन्टहरूमा नै देखिन्छ भनेको अर्को अहिले जुन हाम्रो टिमले डेभलप गरेको छ सेम नै हो होइन। नथिङ डिफरेन्स। त्यो जुन आउँछ त्यो सबै सेम नै हो। स्पाइस लेभलहरू आउँछ त्यो पनि सेम हो। एक्स्ट्रा एड गऱ्यो भने त्यो पनि सेम नै। अब यसमा क्याटेगोरी एड गरेपछि अब हामीले क्याटेगोरीभित्र चाहिँ यसमा एड प्रडक्ट गर्छौँ त्यो सबै यहाँ देखिन्छ है। त्यो भयो त्यसपछि यसमा यही मात्र भयो। अब हाम्रो सब सेटिङमा चाहिँ अब उसले दिएको चाहिँ यो टेम्प्लेट पनि दिएको छ डिफ्रेन्ट। अब हामीसँग जस्तै चाउनाउको टेम्प्लेट डिफ्रेन्ट छ होइन। एउटा गायाको डिफ्रेन्ट टेम्प्लेट छ अनि अर्को हामीसँग चारवटा चाहिँ टेम्प्लेट छ जस्तो लाग्यो। त्यो टेम्प्लेट चाहिँ हामीले यहाँ राख्न सक्छौँ र त्यसलाई चुज गराउन पनि सक्छौँ क्या यसरी। यो चाहिँ वेबसाइट टेम्प्लेट हो वी डोन्ट निड इट राइट नाउ। हामीले पछि गएर त्यो पनि एड गर्न सक्छौँ होइन। अब अपियरेन्सहरूमा चाहिँ हाम्रो हामीले बनाएको जुन तिनवटा टेम्प्लेटहरू छ होइन त्यसमा हो। यो तिनवटा चाहिँ वेबसाइटको हो त्यही भएर वी डोन्ट निड इट होइन। हामीलाई चाहिने भनेको चाहिँ यहाँ यो सेटिङ सब सेटिङमा चाहिँ अब सोसियल सेयरिङ गर्दाखेरि के देखाउने भन्नेहरू हो। जस्तै फेसबुकमा हाम्रो वेबसाइटको नाम राखेर सेयर गऱ्यो भने के देखाउने भन्ने कुरा हो। यो चाहिँ ल्याङ्ग्वेज पनि हामीलाई चाहिँदैन होइन एउटै भए पुग्छ इङ्ग्लिस। पपअप्सहरूमा चाहिँ अब पपअपहरूमा चाहिँ फर्स्ट पेजमा जस्तै 20% अफ भनेर पपअप देखाउने गरिरहेको थिएँ मैले होइन। त्यो चाहिँ पपअप चाहिँ यहाँ डिजाइन गर्छ र ती चाहिँ हाम्रो फर्स्ट पेजमा देखिन्छ। अथवा हामीले मेनु पेजमा नै हामीले जुन अहिले हाम्रो वेबसाइटमा देखिरहेको छ 20% अफ होइन। एकाउन्ट क्रिएट गर 20% अफ भनेर जुन दिइरहेको छ त्यो हो। अथवा हामीले भनौँ न फर्स्ट टाइम क्रिएट गऱ्यो भने 50 पोइन्ट्स चाहिँ एड गर्ने हो कि चाहिँ पपअप चाहिँ हामी यहाँ देखिन्छ है। अब यो डोमेन कनेक्सन चाहिँ यो चाहिँ अब सास मोडलमा गएको भएर हरेक उसलाई चाहिँ एउटा जस्तै फर इक्जाम्पल हामी चाउचाउ एक्सप्रेस भन्यो भने यहाँ चाहिँ रेस्टुरेन्ट नेम डट चाउचाउ एक्सप्रेस डट कम गरेर हामीले त्यसलाई बनाउन सक्छौँ एउटा होइन। रेस्टुरेन्ट क्रिएट गर्ने बित्तिकै हामी एउटा सब डोमेन क्रिएट गर्ने गरेर गर्न सक्छौँ। उसले कुनै रेस्टुरेन्ट एकाउन्ट खोल्ने बित्तिकै हामीले त्यसलाई सब डोमेन होइन उसले आफ्नै डोमेन गर्यो भने कस्टम डोमेन पनि गर्न सकिन्छ। त्यो जुन गर्दाखेरि चाहिँ के हुन्छ भने हाम्रो जुन आइपी एड्रेस छ होइन हाम्रो सर्भरको आइपी एड्रेस चाहिँ हामीले माग्छ त्यो हामी चेन्ज गर्न सक्छौँ। डिएनएस भनौँ न होइन त्यो चाहिँ चेन्ज गर्न सक्छौँ राइट। रिडिरेक्सन मात्र गर्ने हो भने पनि गर्न सकिन्छ। जस्तै कुनै उसबाट रिडिरेक्ट गरेको छ भने यहाँ हामीले एड पनि गर्न सक्छौँ होइन। यो कुराहरू भयो। त्यसपछि आएर अब अनलाइन अर्डर टेकिङ जुन यो चाहिँ अब अर्डर अन र अफ गर्ने अप्सन पनि भयो। जस्तै अहिले हामीले फर इक्जाम्पल हाम्रो टाइममा अथवा कुनै दिनमा चाहिँ अर्डर अफ गर्नु पऱ्यो होइन। त्यसलाई अटोमेट पनि गर्न सक्छौँ होइन भने चाहिँ हामीले यसमा अन अफ गर्ने अप्सन पनि छ होइन। जस्तै कुनै डे हामी क्लोज भयो भने त्यसलाई हामीले त्यो दिनमा चाहिँ अन अफ गर्नुपर्ने हुन्छ होइन। त्यसको लागि हामीले डेटमा राखेर पनि गर्न सक्छौँ। कुनैले चाहिँ यहाँ डेट राखेर कुन दिनमा चाहिँ अफ गर्ने हो भनेर भन्न लाउँछ यसमा अनि त्यो चुज गऱ्यो भने त्यो दिन चाहिँ अफ हुन्छ होइन। अब त्यसपछि आएर हाम्रो नेक्स्टमा फुलफिलमेन्ट मेथड होइन। अहिलेसम्म हाम्रो पिकअप मात्र छ
डेलिभरी पनि हामी गरिरहेको छौँ। जस्तै चाउचाउ एक्सप्रेसमा हामीले आफै डेलिभरी गरिरहेको छौँ। पछि कुनै ड्राइभरले आफैले डेलिभरी गर्ने भन्यो भने त्यो मोड्युल पनि हामीले एड गर्न सक्छौँ है। अब डाइनिङमा जुन अहिले राजेशले कुरा गरिरहेको छ, हामीले कियोस्क राखेर त्यही नै डाइनिङको लागि पनि गर्ने हो कि अथवा क्युआर कोड नै राखेर फास्ट क्याजुअल रेस्टुरेन्टहरूको लागि दिने हो भने हामीले चुज गर्न सक्छौँ अनि त्यसमा डाइनिङ पनि एड गर्न सक्छौँ है। अब डेलिभरी जोनहरू भयो, हामी कति टाढासम्म डेलिभरी गर्ने होइन। अब एड जोन गरेर फर इक्जाम्पल हामी 3 माइलसम्म चाहिँ डेलिभरी गर्ने होइन, जोन 1 भनेर भन्यो। 3 माइल सर्कलमा चाहिँ हामीले डेलिभरी गर्ने भनेर भन्न सक्छौँ होइन। अब त्यसमा चाहिँ डेलिभरी फी कति हो त? फर्स्ट 3 माइल्समा चाहिँ 399 फर इक्जाम्पल होइन। के भयो, ओके, मिनिमम डेलिभरी $15, मिनिमम डेलिभरी, मिनिमम अर्डर भ्यालु, मिनिमम डेलिभरी अफ $15 नै भयो होइन। What's wrong? एड्रेस नभएकोले उसले सर्कल गर भनेर भनिरहेको छ। हामी एड्रेसबाट उ गरे पनि हुन्छ होइन। फर इक्जाम्पल अब हामीले सर्कल गर्ने हो भने टु मच भयो नि, यसलाई तानेर ओके। अब यो फङ्सनालिटी हामीले कसरी गर्ने त्यो गर्न सक्छौँ होइन, कतिसम्म जाने। अथवा यो पनि दिस इज भेरी गुड टु, अथवा कस्टम सेभ गऱ्यो भने फर इक्जाम्पल अब हामीले यहाँदेखि चाहिँ क्लिक गर्दै जानु पऱ्यो, यहाँ अब कहाँसम्म गर्ने होइन। किनभने कुनै कुनै बेलामा अब योभन्दा हाम्रो राउन्डमा चाहिँ अलिकति नमिल्न पनि सक्छ। त्यही भएर हामीले कतिसम्म गर्ने हो, ल यो एरियामा चाहिँ 199 भनेर भन्यो होइन। ह्यान्ड ओके गऱ्यो भने सिधै। अब त्यस पछाडि यसलाई हामीले एक्सपान्ड गर्न सक्छौँ होइन। यहाँसम्म चाहिँ जाँदाखेरि ठिकै हुन्छ। हाम्रो रेस्टुरेन्टबाट 3 माइल्स रेडियस भनेको प्रिटी क्लोज टु यो हुन्छ होइन। ओके, यहाँसम्म गयो। योभन्दा बढी चाहिँ नजाने हो। नजाने भन्दा पनि कस्तो भने योभन्दा बढी गयो भने चाहिँ हामीले चार्ज गर्ने भन्ने हुन्छ होइन। अब यो जोन 1 भयो, यो चाहिँ 199 भयो। अब जोन 2मा त्योभन्दा बाहिर गयो भने चाहिँ हामी एक्स्ट्रा चार्ज गर्ने भन्यो भने हामीले यहाँ जोन 2 भयो होइन। जोन 2मा चाहिँ कस्टम नै गऱ्यो, यसले चाहिँ डेलिभरी फी चाहिँ 499 भयो होइन। अब यसमा हामीले प्राइस पनि बढाएको, मिनिमम $20 चाहिँ अर्डर हुनुपर्छ भन्यो भने अब यहाँसम्म चाहिँ हामीले सेकेन्ड चाहिँ यहाँसम्म जाने भन्यो होइन। किनभने यो अब डेलिभरी टु मोड्युलमा चाहिँ हामीले अलिकति ठुलोमा जाने तर चार्ज चाहिँ बढी गर्ने भयो होइन। जस्तै अब I-25सम्म भनेको अलमोस्ट 6 माइल जति हुन्छ होइन। यतिसम्म चाहिँ हामीले कभर गर्ने भनेर हामीले कुरा गऱ्यौँ भने चाहिँ त्यसको चाहिँ कस्ट 499 भयो राइट। 102 जोन चाहिँ यसरी छ। अब पेमेन्ट मेथडमा चाहिँ उसले चाहिँ यो क्यास पेमेन्ट किन राखिरहेको छ भने यदि त्यही अर्डर गऱ्यो भने क्यास पनि गर्न मिल्ने, जस्तै अब क्यास अन डेलिभरी जुन हामीले चाहिँदैन यो चाहिँ होइन, यो क्यास पनि गर्न मिल्ने भयो। अथवा स्ट्राइपमा चाहिँ हामीले यहाँ कनेक्ट गरेर छौँ होइन। पेपाल पनि छ, स्ट्राइप र पेपाल पनि है। अब प्लेसिङ अर्डर गर्दाखेरि चाहिँ मिनिमम अर्डर राख्ने कि नराख्ने होइन। जस्तै अब पिकअप अर्डरमा त मिनिमम अर्डर चाहिँदैन, तर अब डेलिभरीमा हामीलाई मिनिमम अर्डर जुन अघि नै हामीले राख्यौँ त्यो राखि नै सक्यौँ होइन। यसमा चाहिँ अब यो जुन $, त्यो त भइ नै हाल्यो होइन। डाइनिङको लागि भयो कति, पिकअपको लागि कति। अब यो बेस्ट सेलिङ आइटम जुन यसमा देखिन्छ, यहाँ चाहिँ बेस्ट सेलर भनेर देखिन्छ। अब आई डोन्ट नो विच इज दिस इज गुड नट होइन। एउटा पनि अप्सन छ यहाँ, इनेबल र डिसेबल गर्ने छ। अब रेटिङहरू जस्तै अब कुनै कुनै खानाहरू पर्टिकुलरली एउटा कसैले कुनै खाना मन पराएको छ भने स्टारहरू देखाउने हो भने पनि छ होइन। अब लगइन बेस यो चाहिँ हामीलाई चाहिन्छ, किनभने कुनै कसैले एकाउन्ट खोल्यो भने जिमेलबाट पनि लगइन गर्न मिल्ने होइन। त्यसपछि सोसियल मिडियाबाट पनि लगइन गर्न मिल्ने। अब कुपनहरू कसरी एड गर्ने होइन, अलाउ ओन्ली वान्स कुपन बी एडेड, त्यो चाहिँ हामीले सधैँ एउटा नै हो, किनभने एउटाभन्दा बढी चाहिँ हामीले कुपन एड गर्न दिँदैनौँ होइन। अब टाइम भनेको यो चाहिँ रेस्टुरेन्ट खोल्ने टाइम भयो।
त्यो चाहिँ कस्तो भने कति रेस्टुरेन्ट खोल्ने टाइमभन्दा कति अगाडि र कति पछाडिसम्म चाहिँ अर्डर लिने भन्ने कुरामा। भनेको अब यसमा चाहिँ कस्तो छ भने रेस्टुरेन्ट 9 बजी बन्द हुन्छ तर 9 बजीसम्म अर्डर त लिँदैन। किनभने त्यो लियो भने अब कस्टमर 9:30 मा आइपुग्यो भने बसिराख्नु मिल्दैन होइन, अगाडि पनि बस् होइन, मिल्दैन भनौँ। त्यही भएर 25 मिनट अगाडि चाहिँ क्लोज हुन्छ। प्रि अर्डर कति दिन अगाडि गर्न दिने होइन, यिनीहरू भएको छ। अब यो अर्डर फर्म भनेको छ आई थिङ्क दिस वान इज लाइक त्यो अर्डर गरिसके पछाडि जुन यो ऊ आउँछ हाम्रो होइन, हाम्रो जुन कार्ड आउँछ, कार्डमा चाहिँ देखाउने कुराहरू छ। जस्तै अब टिप भयो होइन, टिपमा चाहिँ जस्तै अब तिनवटा देखाएको छ 10, 15, 20 गरेर गराएको छु मैले। अब डेटाहरू कलेक्ट गर्ने कि नगर्ने होइन, मतलब यहाँ अब चेक इन गराउनलाई के डेटा कलेक्ट गर्ने, धेरैवटा डेटा कलेक्ट गर्ने भयो त्यो पनि हामी यहाँ उ गर्न सक्छौँ, के डेटा कलेक्ट गर्ने भनेर। तर जेनरली चाहिँ अब नाम, इमेल एड्रेस गरिहाल्छौँ होइन। अब त्यसमा एभरेज यो चाहिँ फुलफिलिङ टाइम कति राख्ने त? अब जेनरली 15 मिनट हुन्छ होइन। अब आजकल यो चाहिँ खास अब यो क्यालकुलेट अटोमेटिकली भनेको चाहिँ उसले कतिवटा अर्डर लगातार आइरहेको छ त्यो अनुसार अटोमेटिकली 5 मिनट एड गर्दै जान्छ यसमा। जस्तै फर्स्ट आयो भने 15 मिनट, सेकेन्ड आयो भने 20 मिनट्स, थर्ड आयो भने 25 मिनट्स, त्यसो गर्दै जान्छ। किनभने एकैचोटि अब 10-15वटा लगातार अर्डर आयो भने त्यो फुलफिल गर्न नसकिएला भनेर चाहिँ त्यसो गरेको हो। अब त्यसपछि आएर यो कस्टम फिलहरूमा चाहिँ जस्तै अब कस्टम फिलमा चाहिँ के छ भने यसमा हाम्रो हामीले त्यो लास्ट पेजमा एड गर्न मिल्ने हो यो चाहिँ। जस्तै अब यसमा मैले एउटा के एड गरेको छु भने युटेन्सिल चाहिन्छ कि चाहिँदैन भनेर होइन। चाहिन्छ भने हामीले त्यसमा राखेर पठाइदिने। जस्तै अब न्यापकिनहरू राखेर पठाइदिने। चाहिँदैन भन्यो भने हामीले त्यसमा केही पनि राखेर होइन, भ्यालु चाहिँ यस र नो मात्र छ। अब रिसिभिङ अर्डरमा चाहिँ हाम्रो यो एप हो यो चाहिँ होइन, जुन अहिले हामीले डेभलप गरेर एप छ। त्यो एपमा चाहिँ अब उसले डाइरेक्ट डाउनलोड गर भनेर त्यो पठाउनको लागि हो होइन। अनि त्यो एपमा चाहिँ यिनीहरू जस्तै रिफन्ड, जस्तै क्यान्सल फर इक्जाम्पल अर्डर आयो एक्सेप्ट गरेन भने त अब जेनरली अटो एक्सेप्ट हुन्छ। एक्सेप्ट गरेन भने चाहिँ अटोमेटिकली क्यान्सल गर्ने हो कि भन्ने कुरामा भयो होइन। त्यसमा यो चाहिँ हामीले त्यसमा एड गरेको भयो। अब त्यसपछि यो एक्सेप्टिङ अर्डर त अटोमेटिकली एक्सेप्ट गर्ने र नगर्ने अथवा म्यानुअली गर्ने कुरा भयो। अब यो प्याकेजिङ कस्टहरू चाहिँदैन, थ्रटल चाहिँदैन। अब पेन्डिङमा चाहिँ यो हाम्रो प्रिन्टरको सेटिङ हो। प्रिन्टरको सेटिङ कति छ त्यो अनुसार भयो। Una molto alternativo. अब त्यसपछि यो चाहिँ प्रिन्टर सेटअप हो होइन। हाम्रो प्रिन्टर कसरी मैले सेटअप गरेर चाहिँ मैले हेरेको चाहिँ छैन। अब यहाँबाट यदि ब्लुटुथ प्रिन्टर हो भने त्यहाँ सेटिङ मिलाउने यहाँ भयो। अब होइन हामीले इनसाइड कसरी सेट गर्छ त्यो चाहिँ हेर्नुपर्छ। यो चाहिँ डिरेक्टली नेटवर्क प्रिन्टर चाहिँ उसले ब्लुटुथ प्रिन्टर चाहिँ देख्छ, देख्ने बित्तिकै अनि कसरी प्रिन्ट गर्ने, यो फन्ट साइज र यो कति वाइडवाला छ त्यति चुज गर्ने बित्तिकै यसले अटोमेटिक प्रिन्ट चाहिँ गर्छ। तर त्यो चाहिँ यो चाहिँ ब्लुटुथ प्रिन्टर चाहिँ कनेक्ट गराउँछ यसले। इन्भेन्ट्री अहिले हामीलाई चाहिँदैन रेस्टुरेन्टको लागि, तर जेनरली सेम नै हो। उतापट्टि जे राखेको छ त्यो मेनुको आइटम सबै यहाँ देखिन्छ, तर क्वान्टिटी कति छ भनेर देखाउने मात्र। अनि त्यो क्वान्टिटी जस्तै फर इक्जाम्पल अब कुनै लिक्वर स्टोरलाई हामीले यो डिजाइन गऱ्यो भने लिक्वर स्टोरको सबै आइटमहरू राख्ने बित्तिकै यता आउँछ इन्भेन्ट्रीमा। अनि यो चाहिँ कतिवटा छ भनेर मात्र, अनि जतिवटा बिक्दै जान्छ त्यो चाहिँ यतापट्टि डिडक्ट हुँदै जान्छ होइन। अब प्रोसेसिङ फी राख्ने कि नराख्ने भन्ने कुरा, प्रोसेसिङ फी चाहिँ मैले $1 राखिरहेको छु। जेनरली आजकल चाहिँ सबैले प्रोसेसिङ फीहरू राख्छ, किनभने क्रेडिट कार्ड प्रोसेसिङको चार्ज पनि छ। प्लस अब अहिले सबै ठाउँमा चाहिँ प्याकेजिङको भनेको प्लास्टिकको 10 सेन्ट चार्ज गर्छ, यताउता गर्दाखेरि सबैले चार्ज गर्ने गर्छ। अब यहाँ पनि एउटा चाहिँ राख्ने अथवा 2-3वटै राख्न पनि मिल्छ होइन। अब एउटा फर इक्जाम्पल प्रोसेसिङ फी, क्रेडिट कार्ड प्रोसेसिङ फी भनेर एड गर्न मिल्छ, त्यसको लागि हो यो चाहिँ होइन। अब ट्याक्सेस त जेनरली चाहि नै हाल्छ। ट्याक्स कति छ डिरेक्टली यसमा चाहिँ यति ट्याक्स छ भनेर एड गर्ने मात्र हो। डेलिभरी फीमा ट्याक्स लाग्दैन, तर एउटा अप्सन चाहिँ दिइरहेको छ। अब ट्याग चाहिँ खासै गुगल ट्याग म्यानेजर हो।
यसमा एड गर्न सकिन्छ। तर त्यो भनेको चाहिँ जस्तै हाम्रो एपमा चाहिँ अर्डर आयो, प्रोग्रेस भइरहेछ, कम्प्लिटेड भयो, रिफन्ड भयो भने त्यो डिफ्रेन्ट देखाउनुको लागि मात्रै हो होइन। इन्स्टलेसन चाहिँ वेबसाइटमा इन्स्टल गरेको छ कि छैन चेक मात्र गर्छ यसले, वी डोन्ट एक्चुली निड इट होइन। अब यो रिजर्भेसनमा रिजर्भेसन आएको छ भने चाहिँ यसमा देखिने कुन कुन ठाउँमा रिजर्भेसन होइन त्यो चाहिँ भयो टेबल नम्बर कतिजनाको हो, रिजर्भेसन पनि एड गर्न मिल्छ। यो थ्रटल गर्न पर्दैन अहिले हामीलाई होइन। रिजर्भेसनमा चाहिँ मेरो विचारमा त्योभन्दा पनि रिजर्भेसनबाट आएको इन्फर्मेसन चाहिँ यहाँ देखाउने गरे हुन्छ। मोबाइल एप अब यो चाहिँ अटोमेटिकली उनीहरूले के गरेको छ भने मैले कुनै रेस्टुरेन्टले मलाई मोबाइल एप चाहिँ पब्लिस गर्नु छ भने डाइरेक्ट यहीँबाट पब्लिस गर्न मिल्छ होइन। उनीहरूले त्यही अब मेनुलाई नै त्यहाँ राख्ने हो, उसले चाहिँ एप्पल स्टोरमा अथवा एन्ड्रोइड स्टोरमा चाहिँ उसले डिरेक्टली पब्लिस गरिदिन्छ होइन। अब त्यसमा के कलर राख्ने, यो चाहिँ जेनरल हो यो चाहिँ होइन। जेनरली अब यो जस्तै यहाँ देखिन्छ यो ब्लू कलर चेन्ज भएको फर इक्जाम्पल यसमा भनौँ न, कलरिङ मात्र हो, पहिल्यै डिजाइन भइरहेको छ। यसलाई नै अब पब्लिस गऱ्यो भने सिधै अब भनौँ न यहाँ अब मेनमा के देखाउने होइन, मतलब त्यो पब्लिस गर्ने बेलामा जुन देखिन्छ होइन, भन्न खोजेको त्यो एपको जुन सिम्बल हुन्छ नि हामीले देखिने होइन, त्यो देखिने चाहिँ कुन चाहिँ राख्ने भनेको जस्तै अब वान टाइम राख्यो भने अब चाहिँ एप डाउनलोड गर्ने बेलामा कस्टमरहरूले यो चाहिँ देख्छ एपमा चाहिँ होइन। पब्लिस गऱ्यो भने यहाँ हेर्नु यो चाहिँ अब पब्लिस गऱ्यो भने यो चाहिँ उसले पब्लिस गरिदिन्छ, तर यो अटोमेटिक हुँदैन, उनीहरूले ब्याक साइडबाट गर्छ। अब क्युआर कोड अर्डरिङमा उसले क्युआर कोड जेनेरेट मात्र हो यो चाहिँ। जस्तै मैले अब 12वटा टेबल छ भने त्यो टेबलको चाहिँ एउटा डिफ्रेन्ट क्युआर कोड चाहिँ उसले बनाइदिन्छ। हामीले कतिवटा छ भनेर भने हामीले टेबल एड गर्दै जान मिल्छ होइन। टेबल एड गर्दै गयो अनि त्यो चाहिँ यो डिफ्रेन्ट डिफ्रेन्ट क्युआर कोड हुन्छ। सबै अब क्युआर कोड प्रिन्ट गऱ्यो अनि प्रिन्ट गरेर त्यो क्युआर कोड एउटा एउटा टेबलमा राख्यो भने अनि टेबलबाट अर्डर आउने त्यो टेबल नम्बर 1बाट अर्डर आएको भनेर देखाउनको लागि चाहिँ हो कि यो चाहिँ क्युआर कोड चाहिँ। त्यसपछि अर्को मार्केटिङको चाहिँ यहाँ उसले यसैमा एड गरे पनि हुने हो, तर यहाँ आई डोन्ट नो व्हाई दे आर ह्याभिङ लाइक दिस, तर तलै राखे पनि हुन्छ। यसमा मार्केटिङमा के छ भनेर भन्दाखेरि जेनरली यो चाहिँ एकदमै चाहिने इन्फर्मेसन चाहिँ छ यसमा। जस्तै कुपन भयो होइन, प्रमोसनल इभेन्ट कुपन भयो। अब कुपन क्रिएट गर्ने भयो, जस्तै मैले अब 20% अफको कुपन क्रिएट गरिरहेको छु होइन, यसलाई एडिट गरेर हेरौँ। कुपनको नाम के हो, ट्याग के हो होइन, अथवा कुपन कोड के हो, वान टाइम हो कि मल्टिपल टाइम्स हो। अब मल्टिपल कुपनहरू जस्तै फर इक्जाम्पल हामी 10जनालाई 10वटा डिफ्रेन्ट डिफ्रेन्ट मल्टिपल कुपन पठाउने हो भने यहाँ एड पनि गर्न सक्छ। एउटै 20%को लागि 5जनालाई पठायो अनि कसले मात्रै युज गर्यो भन्ने, जस्तै हामीले कस्टमर एलाई पठायो 20% अफ 1 भने, 20% अफ 2, 20% अफ 3 भनेर भन्यो अनि कुन चाहिँले युज गरेको भन्ने कुरा थाहा हुन्छ। त्यो गर्नको लागि चाहिँ यसो गरेको हो यो चाहिँ होइन। अब होइन सबैलाई एउटै युज गर्ने वी डोन्ट केयर, हामीले 100जनालाई पठायो कसले युज गरेको भने वी डोन्ट केयर, तर यतिवटा चाहिँ युज भयो भन्ने हो भने चाहिँ 1 कुपन मात्र भए पनि भयो। अनि कुपनमा चाहिँ डिस्काउन्ट दिने कि डिस्काउन्ट हो होइन। अब कसरी दिने त, अनकन्डिसनल्ली दिने कि सबैलाई होइन, होइन अब $20 बढी अर्डर गरेपछि दिने हो कि अथवा कुन कुन प्रडक्टमा दिने हो कि कस्टम प्रडक्टमा, जस्तै एडभर्टाइजरमा मात्र 20% दिने हो कि, जस्तो फर इक्जाम्पल यसमा गयो भने हामीले यो कुन चाहिँ त क्रिस्पी स्प्रिङ रोलमा मात्रै दिने हो भने त्यो पनि एड गर्न मिल्छ यसमा होइन। कुनै फर इक्जाम्पल हामीले पहिला एकचोटि गरेर जसलाई टिक्का मसलामा मात्र डिस्काउन्ट दिने अरूमा चाहिँ नदिने भन्यो भने चाहिँ हामीले यसरी चुज गर्न सकिन्छ है। होइन अब सबैमा दिने इट डजन्ट म्याटर होइन, भन्यो भने चाहिँ अर्डर भ्यालुमा दिने 20भन्दा बढी हुनुपर्छ अनि कहिलेदेखि कहिलेसम्म होइन। विभिन्न विभिन्न अप्सनहरू छ यसमा डिस्काउन्ट दिनुमा। एउटा अनकन्डिसनल भयो होइन, सबैमा जसलाई पनि दिने कुनै कन्डिसनै छैन, कन्डिसनल भयो। त्यसपछि आएर यो उसमा कुन चाहिँ अर्डरमा दिने भयो होइन, एउटा मात्रै अर्डरमा दिने कि धेरैवटा अर्डरमा दिने। त्यसपछि मिनिमम भ्यालु चाहिन्छ कि चाहिँदैन होइन, ग्रेटर देन 20 भयो भने मात्र डिस्काउन्ट दिने। अब कुनलाई चाहिँ नदिने, जस्तै अब ड्रिङ्क्समा नदिने अथवा
मतलब हाम्रो के भन्छ स्पेसल नै राखिरहेको छ भने त्यसमा चाहिँ नदिने भन्यो भने एक्सक्लुड पनि गर्न सकिन्छ होइन। अब कुन घन्टा मात्र दिने त होइन, त्यो पनि जस्तै मर्निङ सिफ्ट लन्चमा मात्रै दिने कि होइन, होइन दिनभरि नै दिने कि त्यो पनि हामीले यहाँ चुज गर्न पायो। कुन दिन जस्तै स्याटर्डे सन्डे चाहिँ डिस्काउन्ट नदिने, अरू बेलामा चाहिँ दिने भन्यो भने त्यो पनि भयो। डेलिभरी एरियामा पनि यो एरियाको लागि चाहिँ डिस्काउन्ट हो है भनेर त्यो पनि गर्न सकिन्छ। जुन होइन जोन 1 को लागि मात्रै डिस्काउन्ट, जोन 2 मा चाहिँ डिस्काउन्ट छैन। यति गरेर चाहिँ यतिसम्म भयो होइन। अब डेलिभरी टाइप भने त्यसपछि टेकअवेमा मात्र दिने डिस्काउन्ट, अरूमा चाहिँ नदिने पनि भन्न सकिन्छ, राइट। अब कस्टमर स्ट्याटसमा हेर्नु है, अब चाहिँ नयाँ एकाउन्टमा मात्र भयो भने कस्टमर हेज एकाउन्ट एन्ड लग अन गऱ्यो भने मात्रै डिस्काउन्ट दिने हो कि होइन, अथवा यो ट्याक्स आइडेन्टिफिकेसन यो चाहिँ होइन कम्पनीहरूलाई चाहिँ डिस्काउन्ट दिने भयो होइन। कस्टमर फर्स्ट अर्डर गरेको लागि मात्रै डिस्काउन्ट दिने हो कि, जस्तै नयाँ कस्टमरलाई 20% अफ दिने हो कि होइन। प्लेस एन अर्डर फर्स्ट फ्रम द मोबाइलबाट गर्नेहरूलाई अथवा डेस्कटपबाट यो चाहिँ पाइँदैन, तर यो विच इज गुड टु ह्याभ होइन। अब कुन सेल्स च्यानलबाट मात्रै दिने त, जस्तै अब हाम्रो वेबसाइटबाट आएकोलाई मात्रै दिने कि मोबाइलबाट आएकोलाई पनि दिने कि होइन, त्यो पनि गर्न सकिन्छ। अब पेमेन्ट क्यासलाई मात्रै दिने कि होइन, क्रेडिट कार्डलाई दिने कि अनलाइनमा मात्रै दिने कि त्यो पनि अप्सन भयो। अब डिस्काउन्ट अन मेनु आइटम अघि नै जुन भने नि, अब डिस्काउन्ट अन मेनु कसरी दिने त, पर्सन वाइज दिने कि होइन, अथवा फिक्स एमाउन्ट दिने कि ल $10 अफ भनेर दिने कि त्यो पनि हामीले चुज गर्न पायो। त्यो त प्राइस अब कतिसम्ममा दिने डिस्काउन्ट, जस्तै म्याक्सिमम् सेसम्म डिस्काउन्ट दिने, सेभन्दा बढेको डिस्काउन्ट नदिने हो कि होइन, त्यो पनि गर्न पायो। त्यसपछि सेम अघि कुन टाइममा दिने त्यो पनि छुट्याउन पायो होइन। यो डिस्काउन्टमा चाहिँ विभिन्न तरिकाको डिस्काउन्टहरू छ त्यसको। अब डेलिभरीमा पनि पर्सन वाइज दिने हो कि अथवा फिक्स एमाउन्ट दिने हो कि होइन। अब प्याकेज डिस्काउन्ट भने होइन, त्यो भनेको चाहिँ अब जस्तै ठुल्ठुलो हामीले प्याकेजहरू बनाएको छ, जस्तै लन्च प्याकेज छ, डिनर प्याकेज छ, भ्यालेन्टाइन डेको प्याकेज छ भने त्यसमा डिस्काउन्ट दिने हो होइन। अब मिनिमम अर्डर नभए पनि दिने हो कि होइन, होइन मिनिमम अर्डर म्याच नगर्सम्म दिने हो कि होइन। अब यो त म सधैँ युज गर्छु, क्यान युज बाई ओन्ली वान्स बाई कस्टमर, धेरै समय युज गर्छु होइन, त्यो भयो। अब यसरी डिस्काउन्टहरू पनि एकदमै डिफ्रेन्ट डिस्काउन्ट आइटम चाहिँ हामीले हेर्न पायो, राइट। अब सिमिलरली चाहिँ यो सबै यिनीहरू हामीले जुन अहिले बनाइरहेको सिस्टम छ त्यसमा पनि यो इम्प्लिमेन्ट गर्न पायो भने आई थिङ्क द्याट वुड बी भेरी हेल्पफुल होइन। अनि यो सबै यता जे सेलेक्ट गर्दै गयो यता समरीमा देखिँदै जान्छ, त्यसले गर्दाखेरि त्यो कुपनमा के छ भन्ने कुरा हामीले हेर्न सक्छौँ। अब लोयल्टी प्रोग्राम पनि हामीसँग भइसकेको छ, आई थिङ्क हामीले गरिसकेका छौँ। अब त्यसमा त सेम लोयल्टीमा प्रेटी मच सेम नै हुन्छ होइन। कति पोइन्ट दिने कि स्ट्याम्प, कुनै ठाउँमा स्ट्याम्प जस्तै एकचोटि आउने बेलामा एउटा स्ट्याम्प दिने भन्ने पनि हुन्छ, त्यो पनि गर्न सकिन्छ होइन। कतिवटा स्ट्याम्पको कति के यो सबै अब भनौँ न 10वटा स्ट्याम्प भयो भने चाहिँ 10% अफ अथवा त्यस्तो हिसाबमा। अब पोइन्ट भयो भने जस्तै 120 पोइन्टको चाहिँ 10 रुपियाँ अफ होइन, अथवा 100 पोइन्टको 10 रुपियाँ अफ, त्यो चाहिँ हामीले यहाँ गर्न सकिन्छ के हो भनेर। अनि यहाँ जुन इन्फर्मेसन गरेको छ यहाँ चाहिँ यो राख्ने, जस्तै अब 1 पोइन्टको चाहिँ कति पैसा हो त होइन, त्यो भएपछि अनि लोयल्टीमा चाहिँ अब कुन चाहिँ रेस्टुरेन्ट, यो त मल्टी रेस्टुरेन्ट भयो भने यो त यो सिङ्गल साइट भयो। रजिस्टर्ड कस्टमर रेकमेन्डेड होइन, रजिस्टर गरेकोहरूलाई मात्रै दिने, अरूलाई चाहिँ नदिने। त्यसपछि डु नट कलेक्ट पोइन्ट वेन अनदर प्रमोसन हेज बिन चार्ज होइन, जस्तै कुनै अब हामीले 15% दिइरहेको छ भने त्यो पर्सेन्ट गइसकेकोमा चाहिँ हामीले त्यो पोइन्ट एड हुँदैन होइन, किनभने त्यो पोइन्ट एड गऱ्यो भने अर्को एक्स्ट्रा 10% जस्तै हुन जान्छ होइन। डेलिभरी कस्टमा रोयल्टी पोइन्ट हुँदैन। अब कुनमा रोयल्टी पोइन्ट राख्ने नराख्ने, अब जस्तै ड्रिङ्क्सहरूमा नराख्ने हो कि अथवा कुनै प्रमोसनल आइटमहरूमा नराख्ने हो कि यो पनि हामीले यहाँ गर्न चाहिँ मिल्छ होइन। अब यो प्रमोसन एक्टिभ छ कि छैन द्याट्स इट होइन, त्यति सेभ गऱ्यो भने द्याट्स भेरी मच इट। अब मेनली चाहिँ यसमा क्याम्पेन चाहिँ मलाई मन परेको छ यसमा होइन। जस्तै क्याम्पेनमा चाहिँ हामीले के गर्न सकिन्छ भने चाहिँ मार्केटिङ टुल हो, यसको लागि चाहिँ हामीले इमेल र एसएमएस चाहिँ कनेक्ट गराउन पर्छ होइन। एक्स्ट्रा चार्जेसहरू पनि हुन्छ, जस्तै अब एसएमएस र इमेल चाहिँ जेनरली 2 सेन्ट्स 3 सेन्ट्स चार्ज गरेर हुन्छ होइन, अथवा लेस देन द्याट। अब चाहिँ फर इक्जाम्पल एउटा क्याम्पेन हेरौँ है त, अब
कुन क्याम्पेन गर्ने जस्तै इमेल क्याम्पेन गर्ने भने इमेल क्याम्पेन गऱ्यो भने अब अब इमेलमा यही कसलाई पठाउने होइन सब्जेक्ट भयो फर्स्ट नेम भयो अब यहाँ यसले चाहिँ सबैलाई नै पठाउँछ होइन किनभने जतिजना रजिस्टर कस्टमरहरू छ सबैलाई नै पठाउँछ जस्तै फर इक्जाम्पल कुनै नयाँ वर्षको अफर गऱ्यो भने जति रजिस्टर्ड कस्टमर छ त्यो सबैलाई नै उसले इमेल पठाइन्छ ब्याकएन्डमा चाहिँ हामीले यसमा अब भनौँ न यो जेन गर्ने बेलामा यो सबै कस्टमरहरूको इमेल तानेर त्यसलाई चाहिँ यो जुन फर्मेट छ अब हामीले कुन चाहिँ इमेल सेन्डरको एपिआई युज गर्छौँ त्यो युज गरेर चाहिँ हामीले सेन्ड गर्नुपर्ने हुन्छ होइन इमेलको चाहिँ यो भयो अब यो चाहिँ हरेकचोटि हरेक उसमा भनौँ न हामीले यसलाई स्केड्युल गरेर चाहिँ अब क्रिसमसमा थ्याङ्क्स गिभिङमा हरेक प्रमोसनहरू चाहिँ हामीले सबैलाई चाहिँ इमेल गरेर पठाउन सक्छौँ होइन त्यसपछि आयो मार्केटिङ अटोमेसन अब मार्केटिङ अटोमेसनमा चाहिँ कस्तो छ भने एउटा कसैले अर्डर गरिसकेपछि कुन तरिकाबाट त्यसलाई फलोअप गर्ने छ किनभने अब फर्चुन इन फलोअप भनेर भन्छ नि होइन त्यही भएर अब यसमा फर इक्जाम्पल हामीले नयाँ अटोमेसन क्रिएट गर्नु पऱ्यो अब अटोमेसनमा यसमा 5-6वटा छ होइन अथवा हामीले एड पनि गर्न सक्छौँ रिमुभ पनि गर्न सक्छौँ नचाहेको जस्तै अब इफ द कस्टमर हेज नट अर्डर फर सम टाइम अब सम टाइम भनेको कति हो होइन यहाँ राख्न सकिन्छ जस्तै कस्टमरले 10 दिन भयो अर्डर नगरेको भन्यो भने चाहिँ अब त्यो अब लजिक चाहिँ कस्तो छ भने कस्टमर को लिस्ट निकाल्यो त्यसले लास्ट अब लास्ट पिकअप अर्डर डेट अनलाइन अर्डर डेट कुन हो त्यसमा अब ग्रेटर देन 10 ग्रेटर देन इक्वल्स टु 10 भयो भने यो इमेल अटोमेटिक जान्छ यो चाहिँ अटोमेसन होइन अब यसमा सेन्ड इमेल गर्ने कि अथवा दुइटै सेन्ड गर्ने सेन्ड एसएमएस पनि पठाउने इमेल पनि पठाउने भने एसएमएस पठाउने भयो भने त्यसमा फोन नम्बर पनि तान्नु पऱ्यो होइन अब जेनरली इमेल भनौँ न अहिले हामीले गर्ने अब इमेल के गर्ने त होइन जस्तै अब ल तिमीले 10 दिन भयो अर्डर नगरेको यहाँ इज 15% अफ भनेर हामीले यसलाई उ गरेर राख्न सक्छौँ होइन अनि जस्तै यसमा छ 0.2 सेन्स होइन त्यसपछि 0.8 सेन्स चाहिँ एसएमएसको लागि एड त्यो पनि हामीले पनि चार्ज गर्नुपर्ने हुन्छ कस्टमरहरूलाई अब यो एउटा अटोमेसन भयो त्यसपछि आएर इफ द कस्टमर हेज अलरेडी अर्डर अ सर्टेन नम्बर अफ टाइम्स जस्तै फर इक्जाम्पल कस्टमर चाहिँ एकदमै रेगुलर छ अब यसले हामीसँग एकजना कस्टमर छ हामीले रेस्टुरेन्ट खोलेदेखि अर्डर गरिरहेको थियो होइन त्यस्तोहरूलाई चाहिँ हामीले एउटा अवार्ड अवार्ड जस्तै दिनु पऱ्यो भनौँ न भने चाहिँ हामीले जस्तै अब 50वटा भन्दा बढी अर्डर गरेकोहरूलाई चाहिँ ल एउटा फ्री मिल चाहिँ हामी पठाइदिन्छौँ होइन एउटा फ्री अन्ट्रे पठाइदिन्छौँ अथवा गिफ्ट कार्ड पठाइदिन्छौँ भन्यो भने चाहिँ हामीले यो गर्न मिल्छ होइन इमेल पठायौँ अब कतिवटा अर्डर छ जस्तै 50वटा अर्डर नम्बर अफ अर्डर चाहिँ 50वटा भन्दा बढी गरेकोहरूलाई के पठाउने होइन एट द सेम वे अब त्यसपछि कस्टमर इफ कस्टमर प्लेस एन अर्डर यो भनेको कस्टमरले आज अर्डर प्लेस गर्यो भने उसलाई अब रिभ्यूको लागि चाहिँ हामीले इमेल पठाउन चाहियो होइन फर इक्जाम्पल हिजो अर्डर गरेको थियो तिमीले एक दिन पछाडि अथवा केही घन्टा पछाडि युजली एक दिन पछाडि भयो भने ठिकै छ अथवा कपाल अफ आवर्स पछाडि भन्यो भने पनि ठिकै छ होइन त्यो गऱ्यो भने रिभ्यू लेख भन्ने कुरा भयो त्यसपछि आएर अब त्यही हो रेट द अर्डर होइन तिनीहरू भयो इफ कस्टमर क्रिएटेड एकाउन्ट क्रिएट गर्यो भने चाहिँ उनीहरूलाई 50 पोइन्ट दिने हो भने त्यो तरिकाबाट चाहिँ यो अटोमेसन यो रेकमेन्डेड प्रडक्टमा चाहिँ यो कस्तो छ भने एट द एन्ड अफ द चेकआउटमा चाहिँ यहाँ पनि सबै मेनुको प्रडक्टहरू चाहिँ देखिन्छ अनि एन्ड अफ दमा चाहिँ बिफोर चेकआउटमा चाहिँ के गर्ने त अथवा पपअप पनि पठाउन सकिन्छ हामीले कुनै खाना चाहिँ हामीले यो रेकमेन्डेड भनेर हामीले पपअप पनि राख्न सकिन्छ होइन अब फिचर सेलेक्सनमा चाहिँ हामीले कुनै खानालाई प्रमोट गर्ने हो भने फिचर भनेर राखेर टपमा आउँछ होइन अब बिफोर चेकआउटमा चाहिँ के खाना चाहिँ हामीले तिमीले जस्तै इन्डियन रेस्टुरेन्टमा नान बिर्सिया छ कि अथवा गुलाब जामुन बिर्सिया छ कि भनेर राख्नको लागि चाहिँ होइन यो तरिकाबाट चाहिँ हामीले खाना रेकमेन्ड गर्न सक्छौँ अब यो बेस्ट सलरमा त राख्नु पर्दैन होला मेरो विचारमा बेस्ट सलरमा चाहिँ उसले के गर्छ भने यो सबैलाई अब राखेको छ त्यसमध्ये अब विकली चाहिँ सबभन्दा बढी अर्डर गरेको के हो त्यो चाहिँ टप 6मा चाहिँ बेस्ट सलरमा देखाउँछ जस्तै यो बेस्ट सलर भन्ने यसरी जति बढी अर्डर आएको छ त्यो अर्डर काउन्ट गरेर बेस्ट टप 6 चाहिँ देखाउँछ ओके अब त्यही हो रेकमेन्डेड प्रडक्ट र त्यो भयो होइन मार्केटिङको भयो चाहिँ
त्यसपछि रिपोर्ट। अब रिपोर्टमा त हामीले जेनरल रिपोर्टहरू त सबै यसरी नै देखाउने हो होइन। जस्तै रिपोर्टहरू कस्तो भइरहेछ भन्नाले अब सेल्स कस्तो भइरहेछ होइन, हरेक डेको सेल्सहरू भयो, प्यानल उनीहरूले त्यो पनि हेरिरहेछ, उसले डेस्कटपबाट कति पर्सेन्ट अर्डर गरेछ, म्याक्सिमम् मोबाइलबाट नै हुन्छ होइन, त्यही भएर मोबाइल भयो। अनि भिजिटेड बाई च्यानल होइन, कुन कुन ठाउँबाट चाहिँ हाम्रो वेबसाइट भिजिट भइरहेको छ, अब कस्टमरहरू अक्वायर कतिको भइरहेछ, रिटर्निङ कति छ होइन, यो सबै विच इज प्रिटी गुड हाम्रो के भन्छ मेट्रिक्सहरू हो होइन। अब यहीँबाट निकाल्छ कि हामीले बेस्ट सेलर चाहिँ होइन। जस्तै अब कति कतिवटा अर्डर गरेको छ त, कसले के अर्डर गरेको छ, सबसे टप कस्टमर कुन हो, यहाँबाट पनि देखिन्छ होइन। अब डेलिभरी हामीले नगरेकोले डेलिभरीको हिट म्याप चाहिँ देखिएन होइन। अब यसरी भनौँ न र पेमेन्ट कसरी गरेको छ, यो त अब कुनै उनै भएन, यो सबै एउटै हुन्छ, किनभने हामीले पिकअप मात्र छ होइन। अनि त्यसपछि यो स्पेसिफिक टाइममा अर्डर गरेकोहरू छ कि यिनीहरू कुराहरू होइन। अब यो बेसिकली यो रिपोर्टिङमा चाहिँ हामीलाई अब यो चाहिँ जेनरल समरी भयो होइन। वेबसाइट भिजिटमा कतिले मेनु ओपन गर्यो, यो त अब उनीहरूकै हाम्रो वेबसाइटबाट पनि हामीले यो स्ट्याट निकाल्न सकिन्छ, विच इज भेरी हेल्पफुल होइन। कति पर्सेन्टले अर्डर गर्यो भन्ने कुरामा होइन। रिजो चेकआउट 14% र 7% मात्र हाम्रो कन्भर्जन भएको छ होइन। त्यो हिसाबमा चाहिँ हामीले अब त्यही भएर यो चाहिँ हाम्रो समरी भयो। अब अर्डर हिस्ट्री होइन, अर्डर हिस्ट्रीमा चाहिँ हामीले अब के अर्डर गरेको छ भनेर हामीले खानाहरू अथवा हाम्रो कस्टमरहरूको लिस्ट निकाल्ने हो भने चाहिँ हामीले यहाँबाट निकाल्न सकिन्छ है, कहिलेदेखि कहिलेसम्म होइन। अनि कुन चाहिँ रेस्टुरेन्ट भनेको त कुरै भएन, किनभने यो सिङ्गल साइड रेस्टुरेन्ट हो, सिङ्गल साइडबाट। अनि अर्डर स्ट्याटस के हो, यिनीहरू खासै त्यति धेरै चाहिँ चाहिँदैन, यही मेन दुईवटा कुरा चाहिन्छ होइन। मेन चाहिँ यो दुईवटाबाट चाहिँ के अर्डर गरेको छ अथवा त्यो डेट विथिन द्याट डेटमा चाहिँ कति अर्डर भएको छ, त्यो हामीले हेर्न मिल्यो। अब प्रडक्ट सेलमा पर्टिकुलर प्रडक्टहरू होइन, टप 10 प्रडक्टहरू के छ होइन, यो महिना सबसे बढी सेल भएको के छ, त्यो पनि हामीले यहाँबाट निकाल्न सक्छौँ होइन। प्रडक्ट सेलमा सबै नै हुन्छ, तर कुन चाहिँ कति क्वान्टिटीमा सेल भएको छ त होइन। जस्तै सेल्स यसमा राखिरहेको छैन रहेछ, नभए यहाँ सेल्स एमाउन्टबाट चाहिँ एसेन्डिङ डिसेन्डिङ अर्डरमा राख्न सकिन्छ राइट। अनि कुन चाहिँ कति सेल भयो भनेर पनि हेर्न सकिन्छ। अब यो क्युआर कोडबाट कतिवटा अर्डर भएको छ कि छैन त्यो पनि हो, तर आई थिङ्क दिस वान इज नट नेसेसरीली निडेड होइन। अब कस्टमरहरूको लिस्ट भयो होइन, अब को कस्टमरले अर्डर गरेको छ, एकाउन्टहरू जुन छ त्यो कस्टमरहरूको लिस्ट यहाँ देखिन्छ। अनि उनीहरूको चाहिँ यो उनीहरूले कस्टमर आफैले लगइन गरेर हेर्ने बेलामा उनीहरूको अर्डर हिस्ट्री देखिन्छ, प्लस अर्डर एमाउन्टहरू देखिन्छ होइन, उनीहरूको कुपनहरू देखिन्छ। सब्सक्राइबर र त्यो भनेको एउटै हो, तर कुनै कुनै कस्टमरले चाहिँ आम नट विलिङ टु सब्सक्राइब फर द एडभर्टिजमेन्ट अथवा इमेल टेक्स्ट भन्यो भने त्यो निकाल्नु पर्ने भएकोले यो सब्सक्राइबको छुट्याइराखेको छ। यसमा अब सब्सक्राइब गरेको छ भने यहाँ आउँछ, जस्तै यहाँ हेर्नु है, अब इमेल पठाउने कि नपठाउने, एसएमएस अप्रुभ छ कि छैन, इमेल अप्रुभ छ कि छैन। अब यो नो भन्यो भने यो नो भएकोलाई चाहिँ हामीले एसएमएस पठाउन मिल्दैन होइन। यस भन्यो भने चाहिँ एसएमएस गर्न मिल्यो। त्यो चाहिँ हामीले एसएमएस गर्नुभन्दा अगाडि जुन अघिनको क्याम्पेन छ त्यो क्याम्पेनमा चाहिँ चेक गर्नुपर्छ। यो चाहिँ एसएमएस अप्रुभ छ भने वी क्यान सेन्ड देम टेक्स्ट, इफ नट वी हेभ टु रिमुभ फ्रम द लिस्ट। अब त्यसको लागि हो यो चाहिँ होइन। अब मेसेजहरू के पठाएको छ होइन, जस्तै कुनै यहाँ मेसेज फेल हुन्छ, आई थिङ्क दिस वान इज नट द्याट मच निडेड होइन। किनभने यो चाहिँ अर्डर गएको हो जुन हामीले अर्डरबाट पनि हेर्न सकिन्छ होइन। एप डाउनलोड पनि हाम्रो एप भएपछि कतिको डाउनलोड भएको छ, अथवा त्यो रेस्टुरेन्टको एप छ भने कतिवटा डाउनलोड भएको छ छैन, त्यो चाहिँ हेर्न मिल्छ। लोयल्टी पोइन्टमा चाहिँ कसको कति पोइन्ट छ त्यो पनि हेर्न मिल्छ होइन कस्टमरहरूको। त्यो कस्टमरहरूको यो पोइन्टहरू चाहिँ हामीले पछि गएर जस्तै अब ट्रान्सफर गर्नु पर्यो भने अथवा म्यानुअली उनीहरूलाई दिनु पर्यो भने पनि काम लाग्छ होइन। प्याकेजेस चाहिँ आई डोन्ट थिङ्क दिस वान इज नेसेसरी फर अस होइन, प्याकेज उसको लागि भयो। अब रिभ्यूहरू चाहिँ जुन अघि नै इमेल पठाएको छ नि हामीले, जस्तै फर्स्ट अर्डर जाने बित्तिकै हामीले रिभ्यूको लागि दिन्छौँ, त्यो रिभ्यू चाहिँ कहाँ पठाउने भन्ने हो कि। अब त्यो रिभ्यूको लिङ्क आएर त्यहाँबाट हामीले रिभ्यू म्यानेजमेन्टसम्म जाने हो भने चाहिँ त्यो रिभ्यू
कोलाई चाहिँ कसरी म्यानेज गर्ने भनेर एउटा अर्को चाहिँ एप छ, त्यसलाई म देखाइदिन्छु होइन। त्यो नभए चाहिँ त्यो रिभ्यू इमेल पठाएपछि त्यो रिभ्यू इमेलमा क्लिक गरेर कसैले रिभ्यू गरेको छ भने त्यो रिभ्यू चाहिँ यहाँ आउँछ। त्यसले गर्दाखेरि कसैको रिभ्यूलाई रिप्लाई गर्नु पर्यो भने हामी यहीँबाट गर्न सक्छौँ होइन। अब एप स्टोरमा पनि खासै अहिले हाम्रो त अब भनौँ न यो चाहिँ कनेक्टेड हो खास। त्यो अहिले हामीलाई चाहिँदैन। पछि गएर हामीले डोरड्यासहरू कनेक्ट गर्ने हो भने यहीँबाट कनेक्ट गर्न मिल्ने गरेर हामीले यो पनि एउटा भनौँ न एउटा कनेक्सन जस्तै गर्न सक्छौँ यसलाई चाहिँ होइन। किनभने अरूको एपिआईहरू तानेर त्यसमा हामीले लगइन मात्र गर्ने बित्तिकै गर्न मिल्ने गरेर गर्न सक्छौँ। जस्तै अब हामीले डोरड्यास ड्राइभ गरिरहेको छौँ होइन, त्यसको लागि पनि गर्न सक्छौँ। मार्केटिङ सर्भिस पनि खासै चाहिँदैन हामीलाई। यो चाहिँ अब हामीले राख्नुपर्छ, चाहिँदैन भन्दाखेरि पनि। जस्तै अब हामीले अनलाइन अर्डर राख्यो, ल सोसियल मिडिया पनि एड गर्ने हो भने अर्को 999 अथवा भनौँ न 4999 हाम्रो जुन छ त्यो गर्न सक्छौँ। सोसियल मिडिया अथवा बिल्ड अ वेबसाइट भनेर उसले त्यहीँबाट पनि किन्न सकिने गरेर राख्न सक्छौँ। अथवा अरू कुनै सर्भिसेस हामीले जुन प्रोभाइड गर्छौँ त्यो सर्भिसहरू चाहिँ यहाँ राख्न सक्छौँ होइन। अब यो प्रिभ्यू वेबसाइट त हामीले जहाँबाट पनि गर्न सकिने भयो। यो यो चाहिँ हामीले प्रिभ्यू एउटा मेनुमा नै भयो अथवा छुट्टै मेनु छुट्टै आइकन राख्दै पनि हुन्छ होइन। जसले गर्दाखेरि हाम्रो यो यसमा हाम्रो यो अर्डर अनलाइन चाहिँ कस्तो देखिन्छ भनेर हेर्नको लागि। अब यो सेटिङ्समा चाहिँ हाम्रो यो चाहिँ रेस्टुरेन्ट सेटिङ हो सबै। यो रेस्टुरेन्टको ब्रान्डहरू भयो होइन। जस्तै अब लोगोहरू भयो, ब्रान्ड नेम र लोगो हामीले बाहिर यहाँ देखाउने बेला के देखाउने होइन। जस्तै माथि यहाँ जुन छ नि यो आइकन यिनीहरू देखाउने त्यो सबै यहीँबाट तान्छ उसले। लोकेसन भयो होइन। लोकेसन हामीले खास यो चाहिँ एउटै रेस्टुरेन्टको दुई तिनवटा ब्रान्च छ भने एउटैबाट हेर्न मिल्ने गरेर पनि गर्न मिल्ने हो। तर वी आर नट गोइङ टु द्याट। हामीले यो चाहिँ हाम्रो चाउचाउ एक्सप्रेसको लागि गर्न सकिन्छ होइन। रेस्टुरेन्टहरू एड गर्ने बेलामा अब कन्ट्याक्ट एन्ड एड्रेस भइहाल्यो होइन। त्यो जुन रेस्टुरेन्ट छ त्यो रेस्टुरेन्टको यहाँ हामीले गुगल म्यापबाट एपिआईबाट तानिराखेको हो यो चाहिँ होइन। फोन नम्बर भयो। अब यो होल यो एड्रेसलाई नै डिसेबल गर्ने हो भने पनि गर्न मिल्यो होइन। एडभान्स सेटिङमा एसिओहरू एसिओको ट्यागहरू भयो होइन। यो त हामीले छुट्टै नै गर्नुपर्छ एसीको लागि त। अब वर्किङ आवर भने आवर्स त हामीले अब रेस्टुरेन्टको अनुसार हामीले यो मिलाउन सक्ने। जस्तै डेलिभरी आवर कहिलेदेखि कहिलेसम्म होइन। पिकअप आवर डिफ्रेन्ट किन हुन्छ भनेर भन्दाखेरि जस्तै अब 11 बजे खुल्छ, अब 11 बजे नै त हामीले खाना बनाउन सकिँदैन होइन। अब 11:15 मिनट्स चाहिँ अन 15 मिनट्स अनवर्ड भनौँ न पछाडि चाहिँ हामीले गर्न सकिन्छ होइन। आफ्टरवर्ड अब चाहिँ 9 बजे रेस्टुरेन्ट बन्द हुन्छ भने 8:45सम्म मात्र हामीले अर्डर लिन सक्छौँ भन्ने कुरा भएको छ होइन। कुनै ठाउँमा दिनभरि नै खोल्छ भने त्यही अनुसार गर्न मिल्छ होइन। अब यसमा पनि जस्तै यहाँ एड पनि गर्न सकिन्छ। त्यही ट्युजडेभित्र नै हामीले बिचमा ब्रेक गर्ने हो भने चाहिँ जस्तै 11 यो ब्रेक भएन रहेछ तर ब्रेक हुन्छ हाम्रो चाहिँ। जस्तै अब यसमा 2:30 भनौँ होइन। 2:30सम्म चाहिँ हाम्रो हुन्छ। त्यसपछि 4:30देखि 9सम्म चाहिँ 9 PM अब यहाँ चाहिँ 9 PM होइन। तर अब रिमेम्बर अब हाम्रो यहाँ के छ भने यो हाम्रो टाइम भयो पिकअप सरी पिकअपको टाइम। यहाँ डिफल्ट टाइम चाहिँ यो हो। तर पिकअप टाइम त हाम्रो 15 मिनट्स ऊ भनेको छ नि त। तर यहाँ के गर्नु पऱ्यो त 2:15सम्म मात्र अर्डर लिने गर्नु पऱ्यो। यहाँ चाहिँ 4:45देखि मात्र अनि यहाँ 8:45सम्म मात्र। किनभने 15 मिनट्सको त छ नि त होइन। यति मात्र पिकअप अर्डर चाहिँ यतिमा मात्रै गर्न मिल्छ, अरू बेलामा चाहिँ गर्न मिल्दैन होइन। किनभने 11 बजे नै ऊ हुने एएसएपी गऱ्यो भने हामीले दिन नसक्ने अवस्था हुनसक्छ। अब बुकिङ गर्नेमा पनि सेम हो तर अहिले हामीलाई यो बुकिङ चाहिँदैन होइन। मतलब रिजर्भेसन हो, हाम्रो रिजर्भेसनको अर्को पेज छ होइन। रिजर्भेसनको टाइम पनि डिफ्रेन्ट गर्ने हो भने यहाँबाट हामीले गर्न सकिन्छ। अब यो सोसियल मिडिया लिङ्कहरू चाहिँ यहीँबाट तानिराखेको चाहिँ किन भन्यो भन्दाखेरि सबै यहाँ जति छ त्यो राख्यो अनि यो चाहिँ यहाँ देखाउँछ क्या हामीलाई। यो लास्टमा सोसियल मिडियाको लिङ्कहरू चाहिँ यहाँ देखिन्छ होइन। यिनीहरू भयो यो तानिराखेको छ, यहीँबाट तानिन्छ। के को राख्ने हो अनलाइन सर्भिसहरू जे छ त्यो सबै यहाँबाट राख्न सकिन्छ होइन। युट्युबहरू भयो, फेसबुक भयो, इन्स्टाग्राम भयो, टिकटक भयो, उबर होइन। अर्डरिङ सर्भिसहरू पनि छ। इन्टरनेसनल
आई थिङ्क वी डोन्ट निड इट होइन, यो चाहिँ टाइम जोन मिलाउनको लागि मात्र हो बेसिकली। डेट फर्मेटहरू, टाइम फर्मेट, टाइम जोन तर भए राम्रो, किनभने यसबाट हामीले के गर्न सकिन्छ भने जस्तै भोलि गएर हामीले क्यानाडामा गर्नु पऱ्यो भने टाइम जोन डिफ्रेन्ट छ भने त्यो चेन्ज गर्न सकियो यहाँ होइन। अनि युएसडीको ठाउँमा अब अरू करेन्सी राख्न सकियो, अब कन्ट्री चुज गर्न सकियो। जस्तै भोलि अब अस्ट्रेलियामा हामीले लन्च गऱ्यौँ भने अस्ट्रेलियामा गर्न सकिन्छ होइन। अब माइल हो कि किलोमिटर हो, डेलिभरीको लागि जान्छ यो चाहिँ होइन। अब हाम्रो अहिले टाइम अमेरिकन डेनभर टाइम छ, पछि डिफ्रेन्ट हुनसक्छ। अब हाम्रो चाहिँ एमएमवाइवाइडिडी हो यहाँ चाहिँ होइन। हाम्रो फर्मेट चाहिँ यस्तो हुन्छ, त्यो पनि हामीले हेर्नु पऱ्यो होइन। अब टाइम फर्मेट 24 आवर गर्ने कि 12 आवर गर्ने होइन, यस्तो चाहिँ हामीले गर्न सक्छौँ। अब युजरहरूको कुरामा चाहिँ जतिजनाले यो सिस्टमलाई एक्सेस गर्न दिने हो त्यो चाहिँ युजरहरूको सिस्टम यो हो। जस्तै अब मैले एडमिन भनौँ न, एडमिन छ भने के दिने होइन। अब फर इक्जाम्पल यो रोल हो, यो चाहिँ होइन, रोलहरू के दिने भन्ने कुरा। मैले एडमिनिस्ट्रेटर फुल एक्सेस दिइरहेको छ यसलाई होइन। एडभान्स सेटिङमा पासवर्डहरू रिसेट गर्नु, त्यो युजरको चाहिँ पासवर्ड रिसेट। अब हामीले सर्टेन उसलाई चाहिँ फर इक्जाम्पल यसलाई भनौँ न, यो चाहिँ अर्डर लिने मात्र हो। अब यसलाई के एक्सेस दिइरहेछ त भनेर भन्दाखेरि यहाँ हामीले एक्सेसहरू यहाँ चाहिँ जस्तै अब पर्मिसन के दिइरहेछ त हामीले यो इमेललाई चाहिँ, यो इमेलले चाहिँ अर्डर रिसिभ मात्र गर्छ ट्याब्लेटमा। त्यही भएर उसलाई चाहिँ अर्डर म्यानेजमेन्ट एउटा होइन, त्यति मात्र दिइरहेछ कि उसलाई अर्डर म्यानेजमेन्ट गर्ने मात्र। अब भोलि गएर अब भन्न हामी एडमिनको हेऱ्यो भने त्यो त सबै नै दिनु पऱ्यो उसलाई होइन। एडमिनको फुल एक्सेस भयो, त्यसपछि रेस्टुरेन्टभित्रको फुल एक्सेस भयो होइन। फुल एक्सेस भन्ने बित्तिकै एभ्रिथिङ, त्यो एपभित्रको सबै। नोटिफिकेसनमा चाहिँ हाम्रो कुनै पनि अर्डर आउने बेला केमा नोटिफाई गर्ने त, जेनरली त ट्याब्लेटमा आउने भइहाल्यो। तर ट्याब्लेट प्लस इमेलमा पनि एउटा उसको लागि चाहिँ रेकर्डको लागि चाहिँ हामी राखिरहेको छौँ होइन। पछि एप भयो भने यो पुस पनि गर्ने भन्ने कुरा भयो। अब कस्टमर इमेल पठाउने, अब एक्सेप्ट गरेपछि इमेल पठाउने, रिजेक्ट गऱ्यो भने इमेल पठाउने, डिले भयो भने कस्टम मेसेज पनि गर्न मिल्ने भयो। तर मेसेजिङसम्म चाहिँ आई डोन्ट नो हाम्रो ब्याकएन्डमा पुगिसकेको छ कि छैन, त्यो चाहिँ थाहा भएन। अब स्टाफ नोटिफिकेसनमा पनि भनौँ न, अब यो जुन तारिन छ उसले त अर्डर रिसिभ मात्र गर्ने हो, त्यही भएर उसलाई इमेल जान्छ, त्यसमा नयाँ रिभ्यूको इमेल आउँछ, नयाँ अनलाइन अफलाइन गर्न मिल्छ इमेल आउँछ त्यसको पनि होइन। नोटिफिकेसन हो यो चाहिँ। अब डेली जस्तै एट द एन्ड अफ द डे त्यो दिनमा कति बिजनेस भयो भनेर इमेल आउँछ होइन। हामीले अब मन्थली पनि गर्न सकिन्छ, किनभने ट्याक्सको लागि मन्थली पनि गर्नुपर्ने हुन्छ होइन। अब होइन एसएमएस नै पठाउने हो भने त्यहाँ फोन चाहिँ रजिस्टर गर्नुपर्छ। यहाँ फोन रजिस्टर नभएकोले एसएमएस चाहिँ एक्टिभ हुँदैन होइन। अब मोबाइल एप्लिकेसन छ भने यो पुस पनि एक्टिभ हुन्छ। अब नोटिफिकेसन चाहिँ हामीले के नोटिफाई गर्ने एपमा, के नगर्ने त्यो चाहिँ हामीले यहाँबाट चुज गर्न सक्छौँ राइट। त्यो पनि कसलाई देखाउने भन्ने कुरा पनि चुज गर्छौँ। अब यो जिडिआरपी त हामीलाई चाहिँदैन खास, यो युरोपमा चाहिँ डेटा प्रोटेक्सनको लागि हो यो चाहिँ होइन, पर्सनल डेटा प्रोटेक्सनको लागि। अडिट लग एउटा चाहिँ राखे राम्रो हो, जस्तै कसले के गर्यो, के चेन्ज गर्यो भन्ने कुरा सबै अडिट लग, तर कहिलेसम्म राख्ने भन्ने कुरा हुन्छ। किनभने अब फर्स्ट टाइम त एकदम धेरै नै हुन्छ, जस्तै मेनुहरू बनाउँदाखेरि हरेक चोटिमा यो चाहिँ चेन्जेस भयो भनेर राख्नलाई गाह्रो हुन्छ होइन। तर पनि मेजर चेन्जेस चाहिँ हामीले राख्न सकिन्छ अडिट लगमा राइट। अब त्यसपछि आएर एप स्टोर भयो, हामीले के हेऱ्यौँ, मार्केटिङ हेऱ्यौँ, रिपोर्ट हेऱ्यौँ, रिभ्यू हेऱ्यौँ, एप स्टोर हेऱ्यौँ होइन। सरी, सेटिङसम्मै पुगिसक्यो, यो त हामीले सिधै नै सक्यौँ सरी। अब सेटिङमा यो भयो, त्यसपछि आएर यो के छ त हाम्रो भन्नाले यो चाहिँ त्यति यो फर्स्ट पेज नै हो होइन, जुन हामीले यहाँबाट हेरेको थियौँ होइन। अब कोही के सेटअप भयो भएन भन्ने कुरा यसले चाहिँ गर्दै, जस्तै रेस्टुरेन्ट सेटअप भयो भने यो ग्रिनमा आउँछ होइन। अनि अर्डर अनलाइन सेटअप सबै भयो, पेमेन्ट पनि भयो भने यहाँ यो ग्रिनमा देखिन्छ, नत्र यो रेडमा देखाइरहेको हुन्छ। क्युआर कोड क्रिएट गऱ्यो भने यो ग्रिनमा हुन्छ पहिला, नत्र रेडमा देखिन्छ। अब टेबलहरू अर्डरिङ एक्टिभ गऱ्यो भने यो ग्रिनमा देखिन्छ। अब जस्तै मोबाइल एप बनाएको छैन, पब्लिस गरेको छैन, त्यही भएर यो चाहिँ ग्रिन भएको छैन होइन। प्रिन्टेबल मेनु अब हामीले गराएको छैन, त्यही भएर यो एक्टिभ छैन होइन, विच इज नट अ बिग डिल।
होइन। अब त्यसपछि आएर लास्ट बट नट लिस्टमा चाहिँ यो युजर सम्बन्धी। अब युजरको के राख्नु त युजर सेटिङमा यसमा एकदम सिम्पल सिम्पल मात्र छ। युजर सेटिङमा हामीले नाम मात्र राखिरहेको छ उनीहरूले यसमा होइन। अब यसैबाट अघिनको एड्रेस पनि लिनु त सकिन्छ तर आई थिङ्क दिस इज अल्सो ओके। अब नाम लियो त्यसपछि के लियो त बिलिङ होइन। बिलिङमा अब हाम्रो जुन कस्टमर छ उसको क्रेडिट कार्डहरू हामीले युज गरेपछि अब कुनमा त जस्तै उसको मन्थली चार्ज गर्ने हो कि हामीले होइन त्यो सर्भिसहरूको अटोमेटिक चार्ज गर्ने हो कि त्यो चाहिँ हामी यहाँ क्रेडिट कार्ड हामीले यहाँ राखिरहेको छौँ होइन। अब त्यसपछि आएर विभिन्न प्लानहरू छ भने त्यो प्लानहरू अप डाउन गर्न मिल्ने पनि गर्न सकिन्छ। जस्तै कसैले चाहिँ मलाई सोसियल मिडिया मात्र लिने म रेस्टुरेन्ट नलिने भने यो सबै डिसेबल गरेर सोसियल मिडिया मात्र पनि गर्न सकिने गरेर गर्न सकिन्छ यसमा होइन। अब यो प्लानहरू चाहिँ यिनीहरू भयो। अब त्यसपछि आएर जस्तै अब बिलिङ डेटा भन्यो अब पेमेन्ट कार्डहरू स्टोर गर्ने कि नगर्ने जेनरली हामी स्टोर गर्दैनौँ किनभने हामी चाहिँ डिरेक्ट स्ट्राइपमा नै सब्सक्रिप्सन गरेर त्यसमा राख्छौँ किनभने हाम्रो अब एप्लिकेसन एकदम सेक्युरिटी हुनुपर्छ यो सर्टिफाइड हुनुपर्छ हामीले क्रेडिट कार्डहरू स्टोर गर्नको लागि होइन। तर हामी स्टोर गर्दैन 4 डिजिट चाहिँ स्टोर गर्न मिल्छ क्या त्यो चाहिँ एकचोटि हेर्नैपर्छ होइन। अनि हरेक महिनाको इन्भोइसहरू जस्तै अब एकचोटि पे गरिसकेपछि होइन के उ गर्ने हो त्यो चाहिँ हामी यसमा यो इन्भोइसिङ पनि राख्दै जान सकिन्छ होइन। जस्तै हरेक महिनाको इन्भोइसहरू यसमा एड गर्दै जान सकिन्छ राइट। द्याट्स अल प्रिटी मच होइन। अब जस्तै बिलिङ भयो अब हेल्थ सेन्टर त हामीले डकुमेन्टेसनहरू गऱ्यो भने होइन हामीले गर्न त पर्छ कसरी गर्ने भनेर यसरी स्टार्ट कहाँबाट गर्ने कुनै इस्यु भयो भने कसरी सल्भ गर्ने जस्तै हामीले गर्दै जान्छौँ त्यसलाई अब डकुमेन्ट गर्दै यसमा राख्दै जाने प्रिन्टर सेटिङ कसरी लोयल्टी कसरी रन गर्ने यस्तो यस्तो कुराहरू चाहिँ हामीले यसमा उ गरे के भन्छ हाम्रो हेल्प राख्ने भयो यो चाहिँ होइन कुन कसरी काम गर्छ भनेर। देन वाट्स न्यूमा चाहिँ हाम्रो यसमा चाहिँ के देखिन्छ भने नयाँ इम्प्रुभमेन्ट केमा आइरहेछ त होइन। जस्तै वी आर लन्चिङ दिस मन्थ भनेर भन्नु जस्तै फेज 1 फेज 2 फेज 3 भनेर जुन हामी कुरा गर्छौँ त्यसलाई चाहिँ हामीले अब नयाँ अपडेट अब सबै फेज 1 फेज 2 भन्ने हुँदैन यो महिनाको अपडेट चाहिँ यो आउँदैछ है वी आर वर्किङ अन दिस भन्ने कुरा चाहिँ हामीले यहाँ देखाउन सक्छौँ होइन। ल्याङ्ग्वेजमा हामीलाई चाहिँदैन अब लगआउट त लगआउट भइ नै हाल्यो जस्तो लगआउट गरेपछि अब सिधै फेरि वी हेभ टु लगइन ब्याक होइन। अब जुन सोसियल लगइन भनेर एकचोटि हामीले कुरा माथि यही हो। अब जस्तै हामीले यसमा गुगलबाट नै होइन जिमेलबाट नै हामीले सिधै लगइन गर्न मिल्छ अहिले अब सजिलो सबैले त्यही गर्छ फेसबुकबाट गर्न मिल्छ होइन सोसियल मिडियाबाट गर्न मिल्छ। बेसिकली त्यही हो मलाई चाहिँ यो इनसाइड यो हाम्रो एडमिन प्यानल चाहिँ मन पर्यो एकदम सिम्पल छ होइन। यो निड हेल्प चाहिँ हामी पछि गएर यसरी एआई एजेन्टहरू राखेर यहीँबाट हेल्प दिने फोनमा भन्दा पनि यहीँबाट हेल्प गर्ने पनि गर्न सकिन्छ होइन। जेनरली धेरैले इन्टरनेसनली गर्ने बेलामा चाहिँ अब फिलिपिन्सबाट रेस्पोन्स गरिरहेको हुन्छ होइन। फोन गर्न नलिकन च्याटबाट नै यसो गर अथवा म हेरिदिन्छु तिम्रो एकाउन्ट भन्ने हुन्छ किनभने अब सुपर एडमिन हुन्छ नै हामीसँग होइन त्यसले गर्दाखेरि त्यहीँबाट भित्रबाट पनि हेरिदिन मिल्ने हुन्छ। द्याट्स अल फर द इनसाइड के है। अनि त्यसमा केही क्वेसन छ भने अथवा केही नबुझेको छ भने फेरि हामी डिस्कसन गरौँला बट दिस इज प्रिटी गुड।